गाइस वेलकम छ ढालेन्द्र रसाइली फेसबुक अथवा दिवी रसाइली युट्युब च्यानलमा। आज चाहिँ हामी यस्तोसँग भेट भएको छ कि हामीलाई चाहिँ भाग्यले नै साथ दिएको जस्तो लागिरहेछ मलाई चाहिँ। हामी सबैजना चाहिँ हुनुहुन्छ मेरो आदरणीय दाइ हुनुहुन्छ अरुण दाइ। के भन्नु छ दाइ हजुरहरूलाई? सबैलाई सम्झना छ, सन्चै आरामै हुनुहुन्छ होला? एकदमै है। यस्तो अवस्थामा हुनुहुन्छ? हेलो धेरै खुसी छौँ यहाँ भाइ भाइ भेट भएर धेरै सालपछि होइन। धेरै रमाइलो छ, अझै घुम्ने ठाउँहरू बाँकी छ। अब भाइहरू जम्मा भएको बेला यसपालि रमाइलो हुन्छ। अब छुटेको ड्राइभर अनि के भन्नु छ साइल दाइ? अनि साइल दाइ कस्तो लागिरहेछ त तपाईँलाई? कस्तो अब कान्छा भाइ के छ त? अब यता के छ माइला भाइ भनाइ के छ तपाईँको? एकदम ठिक छ। मकै हरियाली भएको छ। असारको जस्तो पुरानो मान्छे धेरै हरियाली हुँदैन थियो, अहिले चाहिँ धेरै हरियाली भएको छ। खुसी छ एकदम। अब लागिरहेछ कस्तो लागिरहेछ? एकदम खुसी लागिरहेछ होइन। अब हामी यत्रो मान्छेहरू त पहिल्यैदेखि भेट भएको थिएनौँ, अहिले चाहिँ एकैचोटि भेट भएको हुनाले एकदमै रमाइलो भइरहेछ भाइ भाइको। म त एकदम खुसी छु। हो अनि हजुर चौतारी सिक्रेट सबैजनालाई श्रीपाली दिदी भलकलाई सबैले माया गरिदिनु होला। यो अस्ति फोटो खिचेको पनि छ, त्यो पनि त्यसलाई नै के भन्नु छ हजुरलाई? हेलो गाइजो, नमस्कार सबैजनालाई। सन्चै आरामै हुनुहुन्छ होला? हामी पनि एकदम सन्चै आरामै छौँ। अब गाउँघरमा यस्तै छ हजुर, दाजुभाइसँग भेटघाट रमाइलो यही हो। भ्लगलाई एकदमै माया गरिदिनु होला, लाइक सब्सक्राइब सबै गरिदिनु होला। माइती ज्वाइँ त भन्दैन त कोहीले नि यार। यसो कुराहरूले काटेँ मैले। अनि यहाँ केटाहरू केही भन्नु छ? कस्तो लागिरहेछ? बिचम गर्ने हो क्या माइती ज्वाइँ भन्दा पनि के भन्नु पर्छ र? कस्तो लाग्यो भन्छ? सबै दाजुभाइ कस्तो लाग्यो? लगाइ चाहिँ यति नै हो। म चाहिँ अब यस्तै हो होइन। ज्याप हाम्रो गाउँ हेर्न सक्नुहुन्छ यी चट्टा हाम्रो चाहिँ पारिपट्टिदेखि लिएर अरेपट्टि हाम्रो चाहिँ घर यहाँदेखि लिएर तल यतादेखि लिएर यहाँ। अब तरप्प यस्तरी बसिरहेको छु। सो अब हाम्रो चाहिँ हाइवे आएको बाटो चाहिँ यही नै हो। अब पिस हुँदैछ। अब यता छौँ। हाम्रो आज प्लान नै छुट्टै छ है एकदमै। अब एक आखर लास्टमा कान्छीलाई के भन्नु न? केही भन्नुहोस् न त। के छ त मनस त? हजुरको मनसाय के छ? कान्छीलाई फेरि अब के भन्ने, मलाई देखेर आफै बुझ्छन्। ए हो ल त्यही हो त। ल ल मनसाय हामी चाहिँ यता अब बुझिदिइहाल्नुहुन्छ हामीलाई देखेपछि होइन टक्क तरिकालाई। अब भिडियोलाई चाहिँ अफ गऱ्यौँ हामी है। ल।